अहिले चाहिँ नि यो सम्पदाको क्षेत्रमा पनि हामीले अब कामहरू गर्न थाल्यौँ। हाम्रा आर्किटेक्ट बहिनीहरू आए नयाँ नयाँ होइन। अब यङस्टर्सहरूलाई हामीले चाहिँ नि उनीहरूको पार्टिसिपेसनलाई प्रमोट गर्दै गयौँ र विभिन्न सहरहरूमा काम गऱ्यौँ, विभिन्न देश विदेश घुम्यौँ, त्यहाँ हेरेर आयौँ र यहाँ पनि केही गर्ने प्रयासहरू हामीले गर्दाखेरि यो हेरिटेज कन्जर्भेसन एकदम गर्नुपर्ने, यो त अनि यो भूकम्पपछि त झनै गर्नुपर्ने विषय भएर आयो। यो त हुन त पहिलादेखि पनि हामीले इन्टिग्रेटेड कम्युनिटी डेभलपमेन्टको इन्फ्रास्ट्रक्चरको कामहरू पहिलादेखि नै गरेको हो। त्यही गर्नको लागि हामीले समुदायका महिला दिदीबहिनीहरूको सहकारी समूह बनाएर नेटवर्किङ गराएर एकदमै सानोतिनो प्रयासहरू पहिलादेखि नै भएको हो। हाम्रो अहिले जुन सृष्टिना वसुन्धरा यात्रा रुमान्ती होइन कम्युनिटीमै बसेर कम्युनिटीसँग मिलेर केही कामहरू भइरहेको धेरै भइसक्यो र अहिले मेयर साहब र यहाँ सबैजना आउनुभएको छ। यति लामो टाइम दिनुभएको छ। अहिले मेयर साहबले भन्नुभयो यसको चाहिँ आउटकम के त जिरो हुनु हुँदैन, एकदमै हुनु हुँदैन। यसको चाहिँ 100% यसको प्रतिफल दिएर म चाहिँ सबैको तर्फबाट म चाहिँ कमिट गर्न चाहन्छु।